हेलो गाइस, के छ खबर? कहाँ हुनुहुन्छ? जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, उदासीन बनाउन प्रयत्न गरिरहनुहोस्। अनुसार आज हजुरको माझमा म आइसकेको छु आफ्नो जानेको बुझेको अनुभव गरेको सर्टसर्ट गर्नको लागि। बस समय चलिरहेको छ। समय चलिरहँदा हामी पनि चले जस्तो लाग्छ। सायद कसरी चलिरहेका छौँ त? आफूले चाहेको कुराहरू गरेर चलिरहेका छौँ वा नचाहेको कुरा पनि हामीले गर्दै हामी अगाडि बढिरहेका छौँ। वास्तवमा हामी के कुरालाई प्राथमिकता राखिरहेका छौँ? जीवन बाँच्नु सास लिनु मात्रै होइन कि? हैन? के हो त जीवन? जीवनले हामीलाई कुन बाटोतिर लगिरहेको छ त? हामीलाई गर्न पर्ने के थियो र के गरिरहेका छौँ र सोच्नु पर्ने के थियो वा हामीले सोचेका कुराहरू पुरा भएका छन् कि छैनन्? कसरी पुरा गरिरहेका छौँ त? यी प्रश्नहरू मात्रै जीवनका उत्तर चाहिँ होइनन्। तर यी प्रश्नहरू नभएसम्म हामी सार्थकताको बाटोमा लागेनौँ कि? हैन? अब कस्तो हो त जिन्दगी? अब हामीले जिइरहेका छौँ, बिहान उठेका छौँ, बेलुका सुतेका छौँ, फेरि उठेका छौँ, फेरि दिनभरि कुदेका छौँ, हैन? एकअर्कासँग हामी भए नभएका कुराहरू लगाउँछौँ वा गर्छौँ, के गर्छौँ है थाहै हुँदैन। तर जिन्दगी कटिरहेको छ, उमेर घटिरहेको छ। जति नै मर्ने इच्छा भए पनि बाँच्ने इच्छा जागेकै हुन्छ। सायद हामी हिजोभन्दा आज त राम्रो भयो जस्तो लाग्छ। अझै आज हेर्छौँ, हिजो र आजलाई हेर्छौँ अनि भोलिपल्ट फेरि अझै राम्रो गर्छौँ है भन्ने सोच्छौँ, आशा राख्छौँ, फेरि गरिरहन्छौँ। तर राम्रो के हो? हामीले राम्रोलाई बिर्सिसक्छ, एकदम छिटो बिर्सन्छौँ। राम्रोलाई फेरि पछाएर ओह भोलि त म अझै राम्रो गर्छु है, अर्कोपल्ट अझै राम्रो गर्छु है भन्ने आशा राख्दै फेरि अगाडि बढिरहन्छौँ। सायद यही आशाले नै जिन्दगीलाई दौडाएको छ कि? तसर्थ यही जिन्दगीको आशालाई, यही नराम्रो बिचको राम्रो चिजलाई भेटाउँदै अगाडि बढौँ र आफ्नो समयलाई व्यतीत गरौँ। हस्, आजलाई बाई बाई। जहाँ हुनुहुन्छ स्वस्थ रहनुहोस्, उदासीन बनिरहनुहोस्। बाई बाई।